सायद तपाईले एक न एकचोटि यस्तो सिचुएसन फेस चाहिँ गर्नु नै भएको होला कि जहाँ तपाई एउटा यस्तो कुनै पार्टी या इभेन्टमा पुग्दाखेरि यति धेरै मान्छे थिए कि बस्ने ठाउँ पनि थिएन, पार्किङको पनि ठेगान थिएन र खानाको त्यो पनि केही बन्दोबस्त राम्ररी भएको थिएन। प्लेट नै सकिसके सर भन्ने पनि सुन्नु पर्या होला कुनै ठाउँमा, अनि तपाईलाई लाग्यो कि के तालको अर्गनाइजर रहेछ, यति पनि म्यानेज गर्न नसक्ने तैट भनेर पनि लाग्यो होला है। बट डु यु नो त्यसमा सायद तपाईको पनि गल्ती भएको हुन सक्छ भनेर? लेट मी टेल यु कसरी। एकचोटि त्यस्तै बिजोग एक्सपिरियन्स भएको तपाईको कुनै पार्टी या इभेन्टको इन्भिटेसन चाहिँ खोलेर हेर्नुस् त, त्यहाँ तपाईले पक्कै पनि यो प्लिज आरएसभिपी और सिम्पली आरएसभिपी या नेपालीमा नै असमर्थताको लागि भनेर एउटा नम्बर हुन्छ नै होला है। झन् बिजनेस इभेन्ट्समा त यो प्लिज आरएसभिपी त हुन्छ नै हुन्छ। के होला त यो आरएसभिपी भनेको? बुझ्नु भएको छ? छैन भने यो एउटा यस्तो चिज हो जुन हामी सबैले बुझेर आफ्नो बानीमा चाहिँ ल्याउनै पर्ने हो, जसले इभेन्ट अर्गनाइजरलाई पनि ढुक्क बनाउँछ अनि तपाईको एक्सपिरियन्स इभेन्टमा जाँदाखेरि खल्लो चाहिँ हुन दिँदैन। आरएसभिपी भनेको एउटा फ्रेन्च वर्ड हो जसको मिनिङ भनेको प्लिज रेस्पोन्ड अर रिप्लाई हो। भन्नाले तपाईले त्यो इन्भिटेसन आएपछि चाहिँ रेस्पोन्ड गर्नुपर्ने हुन्छ कि तपाई त्यो इभेन्टमा जानुहुन्छ कि हुँदैन भनेर, आइदर थ्रु इमेल, टेक्स्ट अर कल, सो द्याट अर्गनाइजरलाई ठ्याक्कै थाहा होस् कि तपाईँ आउँदै हुनुहुन्छ या छैन भनेर। र जब अर्गनाइजरलाई थाहा हुन्छ यतिजनाले चाहिँ आरएसभिपी गरे भनेर, त्यही अनुसार इभेन्टको सिटिङ्स, खाना र अन्य कुराहरूको बन्दोबस्त गर्न सजिलो पनि हुन्छ। अनि अघि भनेको जस्तो तपाईँ पुग्दाखेरि प्लेट सकियो, हल सानो भयो, कोचमकोच भयो जस्ता समस्याहरू हुँदैन। त्यसैले अबबाट कुनै पनि इभेन्टमा यो वर्ड आरएसभिपी भन्ने देख्नुभयो भने के गर्नुपर्छ त भन्दाखेरि यस, रेस्पोन्ड गर्नुपर्छ है। तपाईँ मध्ये कतिजनाले यो बानी अलरेडी गर्नुभएको छ कमेन्टमा लेख्नु होला, र कतिजनाले चाहिँ बल्ल थाहा भयो अब चाहिँ गरिन्छ भन्ने भए पनि कमेन्टमा चाहिँ लेखेर एउटा जानकार मान्छे हुनु होला है अबबाट।